यो चाहिँ हाम्रो किरात संग्रहालयको लागि धमाधम इस्टिमेट हुँदैछ यहाँनिर। नगरपालिकाको हाम्रो प्राविधिक दिनेश सर लगायत हाम्रो ठेकदार राजकुमार भाइ र हाम्रो अध्यक्ष स्थानीय समितिका अध्यक्ष डाकबहादुर राई ज्यू लगायत हाम्रो सल्लाहकार त्यस्तै हाम्रो विपिन सालोसँग हामी धमाधम यसरी इस्टिमेट गरिरहेछौँ। आज चाहिँ मिति 2081 साल चैत महिनाको चाहिँ 4 गतेको दिन बार भन्दाखेरि आज सोमबारको दिन चाहिँ हाम्रो यो किरात संग्रहालयको लागि इस्टिमेट धमाधम हुँदैछ। किरातीहरूको एउटा म्युजियम घर चिन्डो हाउसको चाहिँ इस्टिमेट यसरी भइरहेछ। आज समयभरि यसरी डिजाइन गरिरहेछन् हाम्रो इन्जिनियर लगायत ठेकदार हाम्रो अध्यक्षजी पनि यहाँ हुनुहुन्छ। कति मिटर भन्नुभयो? 76 फिट 8 इन्चीको चाहिँ लम्बाइ। चौडाइ चाहिँ कति भन्नुभयो? 42 फिटको चाहिँ चौडाइ है। 42 फिटको चाहिँ चौडाइ। यतिको चाहिँ हाम्रो किरात संग्रहालय निर्माण हुँदैछ। यो साल अब हामीहरूले यसको हात्ती पहिले धमाधम हात्ती पहिलेको लागि चाहिँ यो इस्टिमेट हुँदैछ। र यो चौर पनि हामीले यसरी सम्यायौँ र यसरी तल्लोपट्टि पनि सम्याइरहेछ धमाधम। आज चाहिँ हामीहरू आफू समिति पनि बिहानदेखि नै लागिरहेछौँ। यहाँ यो तल्लोपट्टिको सबै सम्याइरहेछौँ। तल्लोपट्टिको पनि दृश्य तपाईँहरूलाई म देखाउने नै छु। यताको यो ट्रसको सामान पनि आज ठेकदारले चाहिँ प्रदेशको बजेटबाट आएको यो ठेकदार हाम्रो सुबिन प्रधानले चाहिँ आज बेलुकासम्म झर्छ भन्दै हुनुहुन्थ्यो। जस्ता युपिपिसी छानाको सामान पनि यो आज मिति 2081 साल चैत महिनाको 5 गतेको दिन चाहिँ हामीहरूले यो किरात संग्रहालयको चाहिँ स्थलगत धमाधम नापिराखेका छौँ। यसरी चाहिँ फिल्डमा चाहिँ हामीले ठाउँ नाप्दैछौँ र यसरी नापिराखेका छौँ। सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुवा तथा दाजुभाइ दिदीबहिनी सामु यो भिडियो योलाई चाहिँ सेयर गरेर सकेको सक्ने माया जिमीलाई माया गर्ने सम्पूर्णले चाहिँ सक्नुहुन्छ भने यसमा चाहिँ सो इच्छाले चन्दा सहयोग पनि गर्न सक्नुहुने नै छ। यसरी चाहिँ यो हाम्रो पर्यटन मन्त्रालयबाट चाहिँ छुटेको बजेट 23 लाख बापतको चाहिँ हामीले यहाँ अब यो हात्ती पहिलेको तयारी धमाधम यसरी नाप्यौँ। सम्पूर्णमा नमस्कार। यो चाहिँ हाम्रो जिमी राईको चाहिँ किरात संग्रहालयको लागि धमाधम आउँदैछन् खनिँदैछ यसरी चाहिँ।